हेलो नमस्ते। आज चाहिँ म गाजरको हलुवा बनाउँदैछु। त्यसको लागि सबभन्दा पहिला गाजर ग्रेट गरेर राख्नुहोस्। यसरी नै मैले 500 ग्राम गाजर लिएको थिएँ। त्यसमा पनि अझै 2टा कम्ती हालेँ। तपाईहरुले त्यति 500 ग्राम डल्लै हाल्दा पनि हुन्छ। घिउ मेल्ट भइसकेको छ। अब बिस्तारै गाजर हाल्छु। यसमा मजाले भुट्नुहोस्। यसरी नै गाजरलाई ग्यासको फ्लेम मिडियम राख्नुहोस्। एकदमै 10 मिनट जति त भुट्यो भने चाहिँ यसको जुन चाहिँ त्यो काँचोपनको गन्ध छ त्यो पनि हराउँछ। कटौरी नै लिनुहोस्। त्योभन्दा पनि एकदमै कम्ती। गुलियो कम्ती खान्छ भने त कम्ती नै लिनुहोस्। हामी चाहिँ गुलियो अलिकति ज्यादा खान्छ नानीले गर्दा, त्यसले गर्दा अलिकति ज्यादै हालेको छु। तर आधा कटौरी भन्दा कम्ती नै हालेँ। अब चाहिँ यो गाजरको कलर चेन्ज हुँदै गएको छ। यी हेर्न सक्नुहुन्छ तपाईले। एकदमै कलर चेन्ज हुँदै गयो। अब चाहिँ दुध हाल्दा हुन्छ गाजरमा। यसको यति आधा केजी गाजरको लागि आधा केजी दुध लाग्छ।